अब के भएको थियो भन्दाखेरि चाहिँ मलाई चाहिँ घरबाट मम्मीले आदेश जानु दिनुभएको थियो। अब भाइको लागि यसो भेषहरू पेन्टिकट्टीहरू त्यसपछि अनि अन्डरवेयरहरू अब चट्टी बनियानहरू के हुन्छ अनि हाफपेन्टहरू शुद्ध ल्याइदिए भन्दा नि पठाइदिएँ। अब त्यहाँ मासतिरको ठुलो आउँदै हुन्छ भन्नुभएको थियो र अनि किनेर ल्याएको थिएँ। नल्याएको होइन मैले किनेर ल्याएको हो नि त। यहाँ भेस्टहरू ल्याइदिएको थिएँ मैले भाइलाई किनेर भनेर भाइको लागि भनेर चाडा भेस्ट ल्याइदिएको थिएँ। अनि हाफपेन्ट कपीहरू पनि ल्याउनु त भनेको थियो, अब पाइएन होइन। अब मैले ल्याउने पसलमा बन्द भइसक्यो थियो, राति गएर फिलहाल किनेर ल्याएको। अनि भोलि बिहान 5 बजीतिर पठाइदिनु पऱ्यो भनेको थियो। थोर भयो अरे यो चाडा कि 5वटा ल्याइदिएको मैले होइन। यो कति महँगो खालको त्यसको कम्पनीहरू ल्याइदिएको थियो। मलाई कसम के भन्छ फेरि भन्नु त त्यो एडिडासहरूको अनि त्यसपछि नाइकीहरूको अनि त्यसको कपी केल्मीको कपीहरू ल्याइदिएको थियो। हुँदैन अरे अनि यो रिटर्न गर्न आँटेको अब यो मलाई ठिक हुँदैन, यो सानो हुन्छ छन् त पपाको अल चिजहरू छ नि। अब भएन अरे अब कहिले नले अनि त्यही भएर फिर्ता गर्न आँटेको। अब भोलि बिहान फिर्ता गर्नुपर्ने यस्ता कागेहरू। यहाँ छ माल सामानहरू मैले यसो टक्क मैले केही गरेको छुइनँ। यसलाई चाहिँ म भोलि बिहान सर्लक्कै लगाएर फिर्ता गर्छु। अब 1500को ल्याएको छु, त्यही पनि मैले यो 400-500 रुपियाँ गोटाको भेषहरू ल्याएको थिएँ, महँगो। त्यही पनि माकोसम उहाँ हाम्रो गाउँतिर त यसलाई त 800-900 रुपियाँ लिन्छ होइन। मैले होलसेल पसलमा यति महँगो किनेको सामान फिर्ता गर भनेपछि त गर्नु परेन मैले। अब गर्न आँटेको लो हेरिराख्नु यही थियो सामान, अब पठाइदिनु भनेकै थियो नि मैले। अब थोरै भयो अरे अब कहाँबाट मैले अब नल्याइदिने नपठाइदिनु भनेको होइन त। अब हाम्रो मम्मीले कुर्ता सुरुवाल पनि पठाइदिनु पऱ्यो भनेको थियो। अब बन्डलै हुन्छ अरे त्यो बन्डल 12-15वटा मसँग त्यत्रो किन्ने पैसा छैन। अनि अब भाइको लागि मैले हाफपेन्टहरू नकिन्ने सोचाइ बनाएको होइन नि त। अब पाउँदैन त अब राति हुँदी कहाँबाट पाउनु त मैले होइन। दिउँसो मासु भनेको पो अब 1 दिन अगाडि भनेको तयारी गरेको हुन्थ्यो नि त। अब तत्काल फोन गरेर भाइ लु पठाइदिए तँ मान्छे आउने अरे अब भोलि बिहान पठाइदिए भनेको छ। अब भोलि बिहानको लागि त मैले राति नै किन्नु पऱ्यो नि त। राति नै किनेर ल्याएर राखेको आइपुगेर फोन गर्दाखेरि त छैन नपठा यस्ता। अब म फिर्ता गर्दैछु यहाँ छ सामान, भोलि बिहान लगेर फिर्ता गर्छु। फेरि यहाँ आयो भने म आमासामा भनिँदैन। अब चाहिँ घरि नगर त हुन्छ। लगाइजहरू बिष्ट भाइले खाना पकाउँदैन एक्लै अब यो डढाएर खान्छ भन्नुहुन्थ्यो। भाउजू माइत गएदेखि अब आफै आफ्नो भान्सा भइरहेछ। यताउता छ अनि भात पाक्दैछ, त्यसपछि आलु काटेर गर्दैछु। अनि यहाँ बोडी छ अनि फ्रिजमा यो कालो एउटा छ, ट्याक्क कालो एउटा छ यहाँ फ्रिजमा। अनि यसो कोचार्दैछु। तरकारी पनि सकिसक्यो, अब त तरकारी पनि छैन। अनि पङ्खा ट्याट्याट्याट्याट्याट्या गरेर घुम्दैछ, मिठो हावा दिइरहेछ। त्यही हो क्या चाहिँ भात पाक्दैछ। अलि डढ्छ फेरि मेरो। अनि दाइले कमेन्ट भिडियो हेर्दै कमेन्ट गर्छ फेरि। रेडी भइसक्यो, हुँदैछ कि भइसक्यो नि हामीसँग त।